अब आयो क्रेडिट रेटिङ एजेन्ट इक्रा अथवा केयर। नेपालमा दुईटा कम्पनीले के गरिरहेको छ भन्दा कुनै पनि कम्पनी आइपिओ आउनुभन्दा अगाडि त्यो कम्पनीको सबै हिसाब किताब हेरेर त्यो कम्पनी कतिको राम्रो छ भनेर नम्बर दिने काम गर्छ। त्यस्तो नम्बर दिने कम्पनीको सबै हिसाब किताब हेरेर कम्पनीलाई र्याङ्किङ गर्ने कम्पनीहरूलाई हामी क्रेडिट रेटिङ एजेन्ट भन्छौँ है। नेपालमा दुईटा छ, एउटा इक्रा अर्को केयर। र यिनीहरूले दिने नम्बरको हामीलाई मिनिङ थाहा हुनु पर्यो। यिनीहरूले के गर्छ भन्दा अल्फाबेटमा पनि दिन्छ, नम्बरमा पनि दिन्छ। नम्बरमा दिनेलाई हामी ग्रेड भन्छौँ, अल्फाबेटमा दिनेलाई रेट भन्छौँ। ग्रेडिङ र रेटिङ भन्ने हुन्छ। ग्रेडिङ चाहिँ नम्बरमा हुन्छ। नम्बर भनेको 1 देखि 5 सम्म हुन्छ। अब यसको मिनिङ बुझ्नु पर्यो। कुनै कम्पनीले ग्रेड 1 पायो, इक्रा अथवा केयरले उसलाई 1 नम्बर दियो भन्नु मतलब त्यो कम्पनी एकदम राम्रो हो भन्ने बुझ्नुपर्छ। 2 दियो भनेको मतलब एबोभ एभरेज, औसत भन्दा राम्रो भने। 3 भनेको चाहिँ औसत हो, 4 भनेको औसत भन्दा कमजोर, 5 भनेको एकदम नराम्रो। पोर फन्डामेन्टल। अनि कहिले कहिले चाहिँ इक्रालाई के हुन्छ भन्दाखेरि यो 1 भन्दा नराम्रो, 2 भन्दा राम्रो, यो 20 को रेटिङ आयो भने चाहिँ यसले 2+ दिन्छ। 3 भन्दा राम्रो, 2 भन्दा नराम्रो भयो भने 3+ दिन्छ। 4 भन्दा राम्रो, 3 भन्दा नराम्रो भयो भने 4+ दिन्छ। यसरी टोटल उसले 8 वटा ग्रेडिङ गरे हुन्छ। इक्राले यसरी अथवा केयरले यसरी 8 वटा ग्रेडिङ गरे हुन्छ। कम्पनी कस्तो छ भन्ने कुरा त जनतालाई थाहा हुनु पर्यो। सबैले हिसाब किताब हेर्न जान्छ त जान्दैन नि त। अनि एउटा जानेको मान्छेले चाहिँ हिसाब हेरेर त्यसलाई नम्बर दिनु पर्यो, पोइन्ट दिनु पर्यो। अब यो काम दुईटाले मात्र गर्न पाउँछ नेपालमा, एउटा इक्रा अर्को केयर। अनि यो दुईटाले सबै कुराहरू हिसाब किताब हेरेर नम्बर दिन्छ क्या। त्यो नम्बर इक्राले 1 दिन्छ भन्नु मतलब हामीले बुझ्नुपर्छ त्यो कम्पनी एकदम राम्रो छ, त्यसमा लगानी गर्दा हुन्छ भन्न खोजेर। अनि त्यसले 5 दिन्छ भनेको त्यो कम्पनी एकदम कवाडी छ, यो कम्पनी डुब्न बेर छैन। हाम्रो लगानी पनि डुब्छ, कम्पनी डुबेपछि सँगसँगै हाम्रो लगानी पनि डुब्छ भनेर यसरी 1 देखि 5 नम्बरको नम्बरलाई नै ग्रेड भन्छ। ग्रेडको आधारमा कम्पनी कतिको राम्रो हो भन्ने कुरा हामी पत्ता लगाउन सक्छौँ। हामीले कम्पनीको वित्तीय विवरण नहेरेर पनि। यो हेर्ने चाहिँ उसले गर्छ, के अरे इक्राले गर्छ। अनि अर्को तपाईँको अल्फाबेटमा दिन्छ, त्यसलाई चाहिँ हामी रेटिङ भन्छौँ। यो रेटिङ चाहिँ 888 देखि लिएर D सम्म हुन्छ। अब यो पनि हेर्न सजिलो छ। यसलाई पनि कसरी हेर्ने, अघि जस्तै गरेर हेर्ने। हेर्नुहोस् त, यसलाई तलबाट माथिबाट तल आउँदाखेरि कमजोर हुँदै जान्छ। AAA भनेको सबभन्दा राम्रो कम्पनीले AAA पाउँछ, सबभन्दा कवाडी कम्पनीले D पाउँछ है। यो कुरा बुझ्नु होला, ठिक छ। अनि 20 को तपाईँको पर्यो, यो 20 मा पर्यो भनेपछि यो AAA भनेको 1 बराबर भयो, यो D भनेको चाहिँ तपाईँको 5 बराबर भयो, यो चाहिँ 3 बराबर भयो। अब बाँकी आफै बुझ्दै जानुहोस्। यो चाहिँ तपाईँको 2 बराबर भयो, यो B अथवा B+ भनेको तपाईँको कति भयो भन्दा 4 बराबर भयो। बाँकी आफै बुझ्दै जानु। यसरी चाहिँ यो चाहिँ 20 वटा हुन्छ, रेटिङ चाहिँ 20 वटा हुन्छ। तपाईँले काउन्ट गर्नुभयो भने 20 वटा छ। अनि ग्रेडिङ चाहिँ तपाईँको 8 वटा छ। 8 वटा 20 वटा ठ्याक्कै त मिल्दैन, तर मोटा अनुमान गर्नु पर्यो भने यही नै हो। AAA भनेको लगभग A बराबर हो, D भनेको लगभग 5 बराबर हो। यसरी चाहिँ कम्पनीलाई तपाईँको नम्बर दिएर रेटिङ गर्ने चलन हुन्छ। यो नगरीसम्म पनि आइपिओ स्वीकृत हुँदैन। बोर्ड लगानी